हामीलाई थाहा छ यहाँको पहिरो जान्छ, यो चाहिँ जोखिम ठाउँ भन्ने कुरा, यहाँ गइरहेको पनि सबै कुरा हामीले थाहा छ। हामीले यहाँ नबस्नु भन्ने कुरो चाहिँ बराबर गरे र हामी बैठक पनि त्यतिखेरै बस्नु सकेन र हामी ढिलै भए पनि हिजो बसेर हामीले विपदको बैठक बसेर निर्णय गरेका छ। त्यो निर्णयले चाहिँ हामी तत्कालको लागि 15,000 राहत उहाँहरूलाई 60-70 झुडी कति छ त्यो दिइदिने र त्यो राहतले पनि फेरि बनाउनुको लागि के गर्नुको लागि त के टाइम लाग्छ। त्यो फेरि भरे पानी आयो भने भोलि नै पनि खतरा हुन सकिन्छ। त्यसको लागि पनि तत्कालको लागि पनि हामीले यहाँ स्कुलहरू छ नजिकको, स्वास्थ्य एकाइ भवनहरू छ, त्यो सँगसँगै त्योभन्दा अलिकति माथि जाने हो भने हामी सुनौपति गाउँपालिकाले एउटा जुन पालिका भवन वरिपरि नै हामीसँगै बस्ने गरी र हामीसँगै खाने गरी र के भवनहरू खाली गराएर हामी मिलाउँछौँ तत्कालको लागि। र अर्को कुरा चाहिँ के छ भने भोलिको लागि यो बस्ती त त्यसै पनि उसै पनि जोखिम हुने भयो। यसमा तपाईँको बसेर यसले चाहिँ के चाहिँ तपाईँको यो रोक्छ कि भन्ने कुरो चाहिँ छैन। त्यो कारणले गर्दाखेरि हामीले यो 3 ठाउँ जग्गा पनि छनौट गरिसकेका छ। त्यो 3 ठाउँ जग्गा छनौट गरिसकेपछि हामीले अब हाम्रो पालिकाको काम लगभग सिद्धियो। हामी पालिकाले चाहिँ जिल्ला प्रशासन प्रदेश फेरि यस पालिको पनि हामीले कहाँ पठाउनु पर्ने सबै फोटोसहित भिडियोसहित पठाएको छ है। यसपालिको पनि आउँछ आउँदैन माथिबाट हेर्दैन थाहा छैन। र त्यो सँगसँगै यहाँ चाहिँ रेड क्रस लगायत सबै ठाउँमा हामीले पहल गरिसकेका छ। अब त्यो छँदैछ। र अर्को कुरो के छ भने यो बस्तीको लागि चाहिँ हाम्रो काम सिद्ध्याउने र उताबाट चाहिँ जिल्लाबाट चाहिँ अब मालपोत अब यो चाहिँ नाभि कार्यालयबाट आएर चाहिँ जग्गा छुट्याउनु पर्यो। जग्गा छुट्याइसकेपछि कति घरलाई चाहिँ कतिको दरले दिने र त्यो जग्गा मात्रै दिने होइन कि उहाँहरूको यस्तो यस्तो सबै जग्गा जमिन घरहरू सबै कुरा गइसकेपछि हामीले एउटा घर पनि एग्रिड बस्ती जस्तो एउटा चाहिँ खालको चाहिँ हामीले बनाइदिनु सक्यो भने अझ राम्रो हुन्थ्यो। त्यसको लागि हामी प्रदेश हामी सङ्घमा सबैमा हामी पहल गर्छौँ। त्यो पहल गरेर कतिको सक्सेस हुन्छ नभए जग्गाको लागि हामी सबै कुरो प्रोसेसिङ गरिरहेछ